प्रकाश भुजेल झाँक्रीले फेरि बोलेको अर्को पार्ट ल्याएको छ। तर त्यसमा चाहिँ प्रकाश भुजेलले अलिकति के बोल्दा मिस्टेक बोलेको छ। यो भिडियो सबैले ध्यान दिएर पुरै हेर्नु होला। भिडियो मन पर्यो धेरैभन्दा धेरै सेयर गरिदिनु होला। नेपालमा कलाकारहरूलाई फसाएर के पाउनुहुन्छ र विचार यहाँ सुन्नु न, यहाँ बसेर बलेजीले विचार महिनामा 20-30 हजार कमाउनुहुन्छ, 40-50 हजार कमाउनुहुन्छ। उहाँले के कमाउनुहुन्छ र विचार भर्खर बुढी बेगारे छ, स्वागत राम्रोसँग पनि भएको छैन। बलेजीको विचार बच्चा एउटा सानो छ, त्यो बच्चा खेलाउने समय पनि पाएन। कलाकारिता गर्दा गर्दा बल्ल 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 ए हेलो यहाँ सुन्नु न, किन आएको त नि? आएपछि समाइदिइहाल्छन्। तपाईँ आयो भने त समातिदिन्छ। यहाँ सुन्नु न, होइन मैले भन्न होइन, मैले भन्न खोजेको मिलिजुलीमा भएको कुराहरूलाई मिलिजुलीमै मिलाउनु पर्छ। अब 4जना 5जनाले समाएर झ्यानीपुटी पारेर जङ्गलतिर लग्यो भए त त्यसलाई 50 वर्ष होइन, त्यसलाई आजीवन जेल हाल्नुपर्छ। अब यसरी च्यापा समाएर गालोमा चुप्पा खाएर के छ कान्छी अन्त ठिक छ, आई लभ यु बाबा भन्दा लभ यु बाबा म तपाईँसँग बाँच्नै सक्दिनँ नि भनेपछि त्यो बलात्कार हुँदैन। नेपालको कानुन संशोधन गर्दाखेरि यो कुरालाई पनि पहिलो नजरमा राखियोस्। नमस्कार।